अहिले यहाँलाई हामीलाई उहाँहरू उमेरको हिसाबले 70, 60, 65, 75 वर्ष भयो होला, तर साँच्चीकै यो समाजको निम्ति, न्यायको निम्ति, साँच्चीकै यो समाजमा अन्यायमा परेका त्यस्ता तपाईँको चाहिँ व्यक्तिहरूको निम्ति लडिरहँदा उहाँहरू हामीभन्दा त कान्छो, हामीभन्दा त कम उमेरका थियो। अनि हामी युवाहरू, म तपाईँहरूलाई भन्न चाहन्छु, मैले प्रत्येक भाषण र प्रत्येक अन्तर्क्रियामा भन्ने गरेको छु, हामी के कुराले कमी, हामी के कुरा छ। उहाँ 18-19 वर्षको उमेरमा त गाविसको उपप्रधान हुनुभयो, के हामीभन्दा कम उमेरको हुनुहुन्थेन? हामीले एउटा समीक्षालाई वर्णन गरौँ त। तपाईँलाई अर्को कुरा भनौँ, अझ हाम्रो लोकप्रिय नेता, पूर्व मन्त्री, प्रदेश सभा सदस्य, उहाँ प्रदेश सभाको सदस्य माननीय हुँदा मेरो उमेरको हुनुहुन्थ्यो। उहाँ 37 वर्षको उमेरको हुनुहुन्थ्यो। अनि के उहाँ युवा हुनुहुन्थेन र होला र? हामीले देशको अन्तर्राष्ट्रिय कुराहरू पनि छोडिदिउँ। तपाईँलाई मैले यी अगाडि रहेका नेतृत्वको विषयमा पनि तपाईँलाई के कुराकानी गरेँ। त्यस कारण गर्दाखेरि मैले यहाँलाई भन्ने गरेको छु, युवाहरू साँच्चै त्यो उमेरले मात्रै युवा हुन सक्दैन। हामी चेतनाको हिसाबले, हामी संस्कारको हिसाबले, हामी इच्छा शक्ति र इमान्दारिताको हिसाबले पनि युवा हुनुपर्छ। आजको युवालाई झन् हेर्दा यहाँ नेतृत्व अगाडि हुनुहुन्छ, हाम्रो एउटा लेभलको नेतृत्व यहाँ अगाडि हुनुहुन्छ। अनि मलाई युवाहरू चाहिँ साथीहरू धेरै कुराहरू तपाईँ युवाहरूको हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ, नेता हुनुहुन्छ। हाम्रो विषयमा, हाम्रो समस्याको विषयमा साँच्चीकै हामीलाई नेतृत्वले हेर्ने, वा कम्तीमा 2 मिनट 5 मिनट आधी घन्टा बसेर कहिले चिया खाने, वा हाम्रो गुनासोहरू पनि सुन्ने परिस्थिति हुँदैन त? के हामी ढुङ्गामा त्याग्ने हो? के हामी आन्दोलनमा कार्यक्रममा सहभागी हुने हो? के हामी चाहिँ सम्भावनामा चाहिँ हामीले नजोड्ने, हामीले असम्भावना बिचमा, हामीलाई चाहिँ अन्यताको बिचमा हामीले जहिले पनि पार्टीले मूल्याङ्कन गर्नेछ भन्ने हिसाबले हामीले यस्तै गतिविधिमा जोड्ने हो भन्ने कुराहरू तपाईँको मनमा उब्जिरहेको छ। तपाईँले मलाई बारम्बार भनिरहेको छ। म यहाँ अगाडि रहेका अध्यक्षज्यूहरूलाई अथवा यहाँ अगाडि रहेका अध्यक्ष नेतृत्वलाई म भन्न चाहन्छु, यो त्यस्ता माफियाको विरुद्धमा, चाहे त्यो हिजो पञ्चायत हो, चाहे त्यो राणाकालीहरूमा, जसले यो देशको स्वाभिमान, अस्मिताको रक्षाको निम्ति, साँच्चीकै राष्ट्रियताको निम्ति आफूलाई अग्र मोर्चामा रहेर साँच्चीकै यो देशको निम्ति लडिरह्यो। तपाईँलाई भनौँ, सायद अहिलेका पूर्व प्रधानमन्त्रीज्यूहरू, मन्त्रीज्यूहरू, चाहे अहिलेका प्रधानमन्त्री लगायतका विभिन्न चाहिँ नेतृत्वमा रहेका नेतृत्वहरूले त्यो बेलामा त्यतिखेर साँच्चीकै यो राष्ट्रको निम्ति लड्दै आउनुभयो। अहिले यहाँलाई हामीलाई उहाँहरू उमेरको हिसाबले 70, 60, 65, 75 वर्ष भयो होला, तर साँच्चीकै यो समाजको निम्ति, न्यायको निम्ति, साँच्चीकै यो समाजमा अन्यायमा परेका त्यस्ता तपाईँको चाहिँ व्यक्तिहरूको निम्ति लडिरहँदा उहाँहरू हामीभन्दा त कान्छो, हामीभन्दा त कम उमेरका थियो। अनि हामी युवाहरू, म तपाईँहरूलाई भन्न चाहन्छु, मैले प्रत्येक भाषण र प्रत्येक अन्तर्क्रियामा भन्ने गरेको छु, हामी के कुराले कमजोरी भइरहेका छौँ। हामी साँच्चीकै युवा किन युवा जस्तो हुन सकेका छैनौँ। म तपाईँलाई एउटा उदाहरण दिउँ, यहाँ रहनुभएका हाम्रो टोकबहादुर ओयामा, जो मन्नदेउपुरको नगरको मेयर साहब हुनुहुन्छ, उहाँ 18-19 वर्षको उमेरमा त गाविसको उपप्रधान हुनुभयो, के हामीभन्दा कम उमेरको हुनुहुन्थेन? हामीले एउटा समीक्षालाई वर्णन गरौँ त। तपाईँलाई अर्को कुरा भनौँ, अझ हाम्रो लोकप्रिय नेता, पूर्व मन्त्री, यसै काभ्रेका चाहिँ प्रदेश सभा सदस्य, उहाँ प्रदेश सभाको सदस्य माननीय हुँदा मेरो उमेरको हुनुहुन्थ्यो। उहाँ 37 वर्षको उमेरको हुनुहुन्थ्यो। अनि के उहाँ युवा हुनुहुन्थेन र होला र? हामीले देशको अन्तर्राष्ट्रिय कुराहरू पनि छोडिदिउँ। तपाईँलाई मैले यी अगाडि रहेका नेतृत्वको विषयमा पनि तपाईँलाई के कुराकानी गरेँ। त्यस कारण गर्दाखेरि मैले यहाँलाई भन्ने गरेको छु, युवाहरू साँच्चै त्यो उमेरले मात्रै युवा हुन सक्दैन। हामी चेतनाको हिसाबले, हामी संस्कारको हिसाबले, हामी इच्छा शक्ति र इमान्दारिताको हिसाबले पनि युवा हुनुपर्छ। आजको युवालाई झन् हेर्दा यहाँ नेतृत्व अगाडि हुनुहुन्छ, हाम्रो एउटा लेभलको नेतृत्व यहाँ अगाडि हुनुहुन्छ। अनि मलाई युवाहरू चाहिँ साथीहरू धेरै कुराहरू तपाईँ युवाहरूको हाम्रो प्रतिनिधित्व गर्नुहुन्छ, नेता हुनुहुन्छ। हाम्रो विषयमा, हाम्रो समस्याको विषयमा साँच्चीकै हामीलाई नेतृत्वले हेर्ने, वा कम्तीमा 2 मिनट 5 मिनट आधी घन्टा बसेर कहिले चिया खाने, वा हाम्रो गुनासोहरू पनि सुन्ने परिस्थिति हुँदैन त?
के हामी ढुङ्गामा त्याग्ने हो के हामी आन्दोलनमा कार्यक्रममा सहभागी हुने हो के हामी चाहिँ सम्भावनामा चाहिँ हामीले नजोड्ने हामी असम्मान बिचमा हामीलाई चाहिँ अन्यताको बिचमा हामीले जहिले पनि पार्टीले मूल्याङ्कन गर्नेछ भन्ने हिसाबले हामीले यस्तै गतिविधिमा जोड्ने हो भन्ने कुराहरू तपाईँको मनमा उब्जिरहेको छ। तपाईँले मलाई बारम्बार भनिरहेको छ। म यहाँ अगाडि रहेका अध्यक्षज्यूहरूलाई अथवा यहाँ अगाडि रहेका अग्रज नेतृत्वलाई म भन्न चाहन्छु, युवाहरूसँग तपाईँहरूले युवाहरूबाट धेरै आशा गर्नुहुनेछ, आशा गरिरहनु भएको छ। किनभने भोलिको भविष्यको आजको युवा भोलिको भविष्यको कर्णधार हुन्। तपाईँहरूले बोकेको विचार सिद्धान्त कार्यक्रम र यो समाजको रूपान्तर परिवर्तन त्यो एजेन्डा मुद्दा साँच्चैकै बोक्ने भनेका यी अहिले उपस्थित भएका तमाम युवाहरू हुन्। तर ती युवाहरूसँग बसेर तपाईँले के गर्नुपर्छ, कसो गर्नुपर्छ, के छ समस्या, हामीले कुनै आर्थिक सहयोग गर्यो भन्दैमा विकास वा कुनै योजना दियो मात्रै भन्दैमा पनि सहयोग हुने छैन। कम्तीमा युवाहरूलाई बसेर छलफल गरेर कुराकानी गरेर अब युवाको काम कर्तव्य अधिकार उद्देश्य यो भन्ने हिसाबले कम्तीमा नेतृत्वले बसेर गरिदिनु भयो भने पनि युवामा सकारात्मक ऊर्जा साँच्चै केही गरौँ भन्ने हिसाबले त्यो खालको मनोबललाई उच्च हुनेछ। र आगामी दिनहरूमा हाम्रो नेतृत्वहरूले त्यो गरिरहनु भएको छ। तर कहिलेकाहीँ यस्ता कुराहरू पनि आइरहँदा मैले भन्नै पर्छ। अनि कुराहरू हामी युवाले खुल्ला नगर्ने हो भने पनि अलिकति हामीले चाहिँ आफ्ना कुराहरू चाहिँ प्रश्न नभन्ने हो भने पनि युवा हुन सक्दैन। अनि को नेताले रिसाउँछ को चाहिँ खुसी हुन्छ भन्ने हिसाबले पनि अब हामीले हाम्रा कुराहरू भन्न छोड्ने हो भने हामी साँच्चीकै युवा हुन सक्दैन। मैले भन्ने गरेको छु, साँच्चीकै युवाहरूले जनबल सङ्कट र विभिन्न कुराहरू भव्य होस् सभ्य होस् राम्रो होस् भन्नेहरू नेतृत्वले चाहन्छ। तर नेतृत्वहरूले मैले के गरेँ, मैले के सहयोग गरेँ र हरेक गतिविधिको निम्ति यो सब कार्यक्रम हरेक कार्यक्रम सफलताको निम्ति र भव्य सभ्य बनाउनको निम्ति हामीले र मैले कहाँ कति पहल कदम गरेँ भन्ने कुराहरू पनि हामीले मनन गर्नुपर्ने परिस्थिति भएको छ। हामी सामूहिकता र एकतामा विश्वास गर्छौँ। हामी एक्लो वा म र मेरा वा म मात्रै कुनै हुनुपर्छ भन्ने हिसाबले विश्वास गर्दैनौँ। त्यस कारणले गर्दा पनि नेपाल कम्युनिस्ट पार्टीकी समाजवादीको युवा सङ्घमा हामी आबद्ध लामबद्ध छौँ। मैले र अन्त्यमा के भन्न चाहेको कुरा नाम हुन्छ, मैले अघि भनेको थिएँ तपाईँहरूलाई कुरा त धेरै गर्नु मन छ तर तपाईँहरूसँग यस्तै अन्तर्क्रिया यहाँको सुख दुःखमा यहाँको हरेक चाहिँ परिस्थितिमा सधैँ साझा उभिने हिजो पनि र आज पनि भोलि उभिने कुरा त म प्रतिबद्ध गर्न चाहन्छु। र म मात्रै होइन, युवा सङ्घ नेपाल सिङ्गो नेपाल कम्युनिस्ट पार्टीको एकै समाजवादी यहाँको बिचमा उभिनेछ। र अर्को हामीले आजै अहिले नै 10 मिनट 5 मिनट वा 2 मिनटमा सबै कुराहरू गरेर हामी अहिले नै सबै कुराहरू प्राप्त गर्ने वा हामी क्लियर हुन नसक्न सक्छ। त्यस कारणले यहाँको बिचमा आज भाषणहरू भन्दा यहाँको बिचमा आज चाहिँ अन्य गतिविधिहरू भन्दा हामीले रचनात्मक गतिविधि हिसाबले यहाँ कलाकारहरू पनि आइसक्नु भएको छ। कलाकार भाइ बहिनीहरू पनि यहाँ हुनुहुन्छ। उहाँद्वारा हामीले आज अलिकति भाषणहरू भन्दा यस्ता कुराहरूलाई हामीले प्राथमिकता दिएका छौँ। युवाहरू भनेका परिवर्तनका संवाद हुन्। युवाहरू भनेका बिहानी उदाउँदै गरेको तातो घाम हो। तर हामी युवा साँच्चीकै युवा जस्तो र युवा हामी असल र कसरी हुने भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हो। हामी आज युवा सङ्घ नेपाल काभ्रे जिल्ला कमिटीको यो 9 जिल्ला अधिवेशनमा सहभागी हुँदै गर्दा हामीले आज कम्युनिस्ट पार्टीको सिद्धान्त, हिजो इतिहास, कम्युनिस्ट पार्टीको विश्वको ती लिडरहरूको नेतृत्वको चाहिँ सिद्धान्त, दर्शन र भाषणहरू भन्दा हामीले आज साँच्चीकै हाम्रो यो बाटोलाई सुहाउँदो, यो बाटो यो भूमिलाई सुहाउँदो हामीले चाहिँ एउटा अन्तर्क्रिया जस्तो गर्न पाए हुन्थ्यो भन्नेमा अझ म थिएँ। त्यस कारणले यही फेरि रहेर कुरा र आफ्नो कुरा राखिदिनुको निम्ति पनि म आजका प्रमुख अतिथिज्यूहरूलाई पनि म अनुरोध गर्न चाहन्छु। आज युवा सङ्घ नेपालको 9 जिल्ला अधिवेशनमा सहभागी हुँदै गर्दा हामीले यहाँहरूले यहाँ यत्रो समय खर्चेर आइसके पछाडि कम्तीमा 2टा कुराहरू यहाँले सिकेर जानु हुनेछ र ती कुराहरूले साँच्चीकै यो समाज रूपान्तर परिवर्तनको संवाद भएर साँच्चीकै नेपाल कम्युनिस्ट पार्टीकी समाजवादीको यो रक्तरन्ती झन्डालाई समातेर युवा सङ्घको यो रक्तरन्ती झन्डा यो तारालाई चाहिँ सिरोपर गरेर साँच्चीकै यहाँले
मसिनो ढङ्गले ती विभिन्न नाममा छरिरहेका युवाहरूलाई, विभिन्न नाममा यो या त्यो नाममा चाहिँ विभाजनमा रहेका युवाहरूलाई साँच्ची एकताको सूत्रमा, साँच्ची नेपाल कम्युनिस्ट पार्टी समाजवादी को भातृ सङ्गठन युवा सङ्घ नेपालमा यहाँहरूले ओडा नगर विभिन्न टोल कमिटीमा आबद्ध गर्दै साँच्चीकै यहाँले यो समाज र यो देशको निम्ति, परिवारको निम्ति म र हामी युवाहरू कस्तो बन्नुपर्छ भन्ने हिसाबले केही कुराहरू सिकेर जानु हुनेछ भन्ने कुराहरू मैले विश्वास लिएको छु। मैले यहाँ धेरै कुराहरू राख्दा मभन्दा पछाडि अग्रज कमरेडहरू पनि हुनुहुनेछ। मैले यहाँलाई अन्य गतिविधिहरूमा अन्य यस्ता युवाका अन्तर्क्रिया तथा हाम्रा भूत भविष्य वर्तमान युवाहरूको काम कर्तव्य र अधिकारको विषयमा हामीले मसिनो ढङ्गले आगामी दिनहरूमा साँच्चीकै यो समाजमा हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी मसिनो ढङ्गले अन्तर्क्रिया गर्ने नै छौँ। युवा सङ्घ नेपाल 2027 सालमा